यात्रा आजको विराटनगर हुँदैछ केटा हो। विराटनगर होइन बे, जहाँसुकै होस्। हाम्रो अगाडि चाहिँ चन्दु, हाम्रो यहाँ दाइ हुनुहुन्छ। चन्दुको चान्दी पनि छ हामीसँग। अब लाग्ने हो आज विराटनगरतिर। यसो कहाँ जाने रे खासमा? राजविराज। ल ल राजविराज जब गइन्छ अब आज। मुलकोट आइपुग्यो हाम्रो गाडी। सो अब चाहिँ बाटो अलि राम्रो छ, वेदर पनि ठिकै छ, त्यस्तो गर्मी पनि छैन, दामी क्लाउड भइरहेको छ। सो अब माथि यहाँबाट उकालो लागेर हामी चाहिँ कन्टिन्यू गर्छौँ। सो ब्रेक लिएको रेस्ट। सो यस रेड बुल धेरै पछि भेटियो, काठमाडौँमा त पाइँदैन। सो फेभरेट रेड बुल खानुपर्छ अब। कहाँ आइपुग्यो चन्दन भाइ? हामी सेल्फी डाँडा आइपुग्यो। सेल्फी डाँडा आइपुग्यो। सेल्फी डाँडामा सेल्फी लिने र सेल्फी चाहिँ कहाँ लिने हो हेर्दैछु म यसो। यता कुनातिर यहाँ चाहिँ बिपी राजमार्ग। ओ वाउ, दामी भइरहेको छ नि त्यहाँ त। ठिकै हो यस्तो। नाइस भइरहेको रहेछ ल। उता चाहिँ पानी पर्दो रहेछ यार। कुन्दन भाइलाई कस्तो लागिरहेको छ त घर जाँदाखेरि? दिदीको बिहेमा घर जाँदा कस्तो लागिरहेको छ त? एकदम रमाइलो। खासमा विराटनगर चाहिँ हामी यसकै दिदीको बिहेको लागि जानु लाग्यो होइन। सो रमाइलो गर्नुपर्छ। बिहे पनि बवाल गर्ने। कति बज्यो? 9, 10, 1, 2, 3, 4, 5, 6, 7, 8, 9 भने चाहिँ 8 घन्टा जति पछि फाइनली आइपुग्यो। कस्तो अँध्यारो भइसकेछ तर चस्मा लगाएर रहेछ, उज्यालो रहेछ। ल भात खानुपर्छ टक्क लहान चुलोमा थकालीमा भात खाने हो। मासु पो बास्न आयो त है? मासु बास्न आयो अलिकति। मासु बास्न आयो, मासु खानुपर्छ। ल डिनर फाइनली, डिनर खाने सुत्ने।